त्यो पर देख्दै गर्नुभएको पहेँलो पहाड चाहिँ जौबारी हो है। यसलाई मिनी मुस्ताङ पनि भन्छन् है। आधी बाटोमा छौ। यो माथि देखेको डाँडा चाहिँ के भन्छ? जौबारी। हिउँद बर्खा धुलो हिलो नभए तापनि बाटो चाहिँ ढुङ्गा छापेकोले गर्दाखेरि निकै कठिन रहेछ। ल हामी जौबारी आइपुग्यौँ, तर यहाँ बस्दैनौँ हामी चाहिँ अब सिधै मेघमा जाने हो। हामी तुमलिङबाट, यो तुमलिङ होइन दाजु, तुमलिङ आइपुगेको छौँ। तुमलिङबाट चाहिँ अब उता जाँदैछौँ गुम्बातिर। बाटोमा ढुङ्गा रहेछ, दाइले हटाउँदै हुन्छ। बाहुबली अहिले चाहिँ हामी इलामको कुन ताल अरे? राणा ताल होइन, राको ताल भन्दै थियो। त्यहाँ आइपुगेको छौँ, इलामको राणा ताल। यस्तै रमाइलो गर्दै हामी मेघमातर्फ फेरि प्रस्थान गऱ्यौँ। ल असली जन्नत आइपुग्यो। आकाश जाने बाटो जस्तो छ त यो होइन? अब चाहिँ हामी टोङ्लु आइपुग्यौँ। यो ठाउँलाई चाहिँ टोङ्लु भन्दो रहेछ।